सबैलाई बोलाउँ सबैलाई पहिला हाम्रो दुर्गाजीले भन्ने होला अनि म पहिला उहाँ यता क्याबिनेटको कुरा गरेर क्याबिनेटको मैले निर्णय सुनाइसकेँ। आजको वार्ताको चाहिँ पहिला हाम्रो पहिला दुर्गाजीबाट सुनौँ अनि त्यसपछि सम्पूर्ण पत्रकारहरूलाई फेरि पनि नमस्कार हैन। हामीले विगत 3 वर्षदेखि राजाको हातबाट पानसमा दियो बालेर मेचीको किनारबाट जुन लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परेका मान्छेहरू, सर्वहारा वर्ग, भोइ मान्छे, जुन भूमिविहीन सुकुम्बासीका हैन मागहरू उठाएका थियौँ त्यसमा र राज संस्था जुन 2062-63 को जनआन्दोलनको म्यान्डेट भनेको राज संस्था हटाउने थिएन, हिन्दू राष्ट्र हटाउने थिएन र धर्मनिरपेक्ष मुलुक बनाउने थिएन। यी एजेन्डाहरूमा हामीले 3 वर्षदेखि बृहत लडाइँ गऱ्यौँ, सडक सङ्घर्ष गऱ्यौँ। हाम्रो जीव ज्यान हामीले चाहिँ हाम्रा अभियानका साथीहरू लगायत सम्पूर्ण नागरिकहरूले पनि जीव ज्यान जोखिममा राखेर चाहिँ हामीले सङ्घर्ष गऱ्यौँ र हामीले जेल जीवन पनि मैले 8 महिना बिताएँ। यही सर्वहारा वर्ग, भोइ मान्छे, उत्पीडन वर्गको लागि, लघुवित्त पीडित, सहकारी पीडितको लागि आज चाहिँ एउटा अवसर के भयो भन्दाखेरि यी मागहरूमा कमसेकम 20 लाख भन्दा मुनिको ऋणमा सुरुवात भयो। हामीले सुरुवात गऱ्यौँ 1 लाखबाट सुरुवात गऱ्यौँ। अहिले लघुवित्त पीडित र सहकारी पीडितको चाहिँ 1 लाख रुपियाँ मिना गर्ने अहिलेलाई कालो सूचीमा परेका मान्छेहरूलाई कालो सूची हटाउने, त्यसको सहजीकरण गर्ने व्यापारीहरूको र राज संस्था हिन्दू राष्ट्रको र उसको विषयमा धर्मनिरपेक्ष र प्रदेश खारेजको विषयमा बौद्ध किराँत सहितको हैन हिन्दू राष्ट्रको विषयमा चाहिँ हामीले एउटा आयोग गठन तुरुन्तै गरेर हैन अगाडि बढाउने, कमसेकम पनि प्रधानमन्त्री कार्यालयबाट, नेपाल सरकारबाट राज संस्था हिन्दू राष्ट्रको विषयमा र प्रदेशको विषयमा आज लिखित रूपमा रिकग्नाइज भयो। एउटा त्यो हाम्रो ठुलो उपलब्धि हुनुपर्छ हैन। हिजो हाम्रा सडकमा छरिएका मागहरू आज प्रधानमन्त्री कार्यालयबाट टेबलमा आएर समेटिएर एउटा हैन खोइ फाइल हैन एउटा